आज हामी जाँदैछौँ सी लाइफ। घरबाट निस्क्यौँ, त्यहाँबाट बाटोमा हामीले कति राम्रो क्युट ब्रान्डी भन्ने डग भेट्यौँ, कति क्युट थियो। त्यसलाई एकछिन पेट गरेर हामी बसमा चढ्यौँ। बसमा चढेर हामी हार्बर ब्रिज हुँदै पुग्यौँ विन्याडबाट हामी कफी लिएर विन्याड वक हिँड्दै टिकट लिएपछि हामी बस्यौँ लाइनमा बस बिजी थियो, एकदम बिजी थियो। अनि लाइनमा बसेर हामी पुग्यौँ सी लाइफ। यो सी लाइफको एन्ट्री त्यहाँभित्र पनि लाइन थियो, अर्को लाइन फेरि अनि अर्को पनि लाइन। अनि त्यहाँ गइसकेपछि चाहिँ एकदमै प्रिटी, म फर्स्ट टाइम गएको हो, मलाई एकदमै मन पर्यो त्यो। मेरो भाइ पनि एकदम खुसी भइरहेको थियो, एकदमै उत्सुक भइरहेको थियो क्या त्यो माछाहरू देखेर। कलरफुल, ओहो कति राम्रो थियो। जेलीफिस, त्यसपछि अरू माछाहरू स्टारफिस, यो त छुन पाउँदो रहेछ। मैले छुन ट्राई गरेको, तर कस्तो पछि यकी हुँदो रहेछ कि छुनै नमन लाग्दो रहेछ। अनि भित्र पसिसकेपछि त कस्तो त्यो माछाहरू हेरेर त अचम्म लाग्ने, मलाई कहाँ आइपुग्यो। यसलाई चाहिँ पाक गरेको भन्दो रहेछ कि, माछाहरू पाक गरेर बस्दो रहेछ। अनि त्यहाँ लेखा हुन्छ कि के पाक भनेर। अनि त्यसपछि गएर पेन्गुइन्स, यसको लागि चाहिँ म एकदम एक्साइटेड थिएँ, मेरो भाइ पनि एकदम एक्साइटेड थियो। जेलीफिस टर्टल एकदम कस्तो मजाले टाउकोले टेकेर बसेको क्या, त्यो अचम्म लाग्ने क्या त्यो हेर्दाखेरि पनि। अनि यो चाहिँ डेकोरेसन यस्तो मजाले बनाएको तिनीहरूले, त्यो लाइट बलेको होइन कि, त्यो यतिकै टल्किरहेको छ, लाइटले गर्दा टल्किरहेको के, कस्तो राम्रो। त्यहाँबाट हामी निस्क्यौँ।